भेला हुने दिन तथा मासिक बचत सम्बन्धमा क तदर्थ समिति गठन गरी भङ्ग गरी कार्य समिति गठन गर्ने सम्बन्धमा विपिन। अब यसमा निर्णयहरू हाम्रो के भएको थियो भने अस्ति प्रस्ताव नम्बर 1 वार्षिक साधारणसभा सम्बन्धमा छलफल गर्दा यही मिति 2081 साल 12 महिना 23 गते शनिबारका दिन इमाडल बैंकेटमा विशिष्ट महानुभावहरूको उपात्त उपस्थितिमा सबै तथा भव्य रूपमा साधारण सभा गर्ने सर्वसम्मत निर्णय गरियो। यसमा हाम्रो आज सकि नै सक्यो, यसमा कुनै बहस गर्नुपर्ने कुरै भएन होइन। अनि प्रस्ताव नम्बर 2 हाम्रो मासिक भेला हुने दिन तथा मासिक बचत उप छलफल गर्दा आगामी 2082 सालको वैशाख महिनादेखि मासिक भेला हरेक महिनाको दोस्रो शनिबार हुँदै आइरहेकोमा पहिलो शनिबार पुरानै समय बिहान 7:30 देखि 8:30 बजेसम्म बसिनेछ। मासिक बचत रु 300 गर्दै आइरहेकोमा अब 500 गरिनेछ, जस अन्तर्गत रु 400 हाम्रो बचत हुनेछ र रु 100 वनभोजका लागि प्रयोग गर्ने सर्वसम्मत निर्णय गर्नु। यसमा के छ त? छैन भने कृपया ताली बजाएर अनुमोदन गर्नु। अनि अब बैठकमा आउँदाखेरि पैसा पनि अलिकति बढाएर 500 रुपियाँ लिएर आउनु होला, ताकि हामीले अर्को कार्यक्रमहरूमा हामीले ब्याजहरू पनि अलिक धेरै रूपमा बाँड्न पनि सक्छौँ। अहिले हाम्रो समय मात्रै बर्बाद जस्तो भइरहेको छ कि महिनामा 200 रुपियाँ बचत भनेको त अहिलेको लागि केही पनि भएन, त्यही भएर अलिकति बढाउन थालेको। यसमा पनि यहाँहरूले समर्थन गरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु। प्रस्ताव नम्बर 3 तदर्थ समिति भङ्ग गरी कार्य समिति गठन उप छलफल गर्दा हालको तदर्थ समितिलाई नै कार्य समितिमा परिणत गर्ने सर्वसम्मत निर्णय गरियो। यसमा चाहिँ मैले अस्ति पनि अलिकति बुझाइदिएको थिएँ हजुरहरूलाई। सायद त्यो बेला कोही छुट्टिनु भएको रहेछ भने हाम्रो चाहिँ के हुन्छ भने हामीले संस्था कहिले गठन गर्यौँ, चलाएको 2 वर्ष पुरा पनि भइसकेको छ होइन। तर हामीले दर्ता गर्न खोज्दै यहाँ नगरपालिकाको दर्ता गर्ने भनेको